हेलो हाई नमस्कार। अहिले देशको परिस्थिति एकदम नाजुक भएको छ। यो देशको केही परिस्थितिको विषयमा यहाँहरुमाझ फेरि पनि केही कुरा बोल्न मन लागे। के हुँदैछ है देशमा? देशलाई कतातिर लान खोज्दैछ? म फेरि पनि यहाँहरुलाई के भन्न चाहन्छु, हामी सचेत कहिले बन्ने हो? सचेत नागरिक बन्न अत्यन्त जरुरी भएको छ के नेपालमा। यति झुटको खेती छ नेपालमा। हरेक सिस्टमबाट झुट। कसलाई विश्वास गर्ने? कुन नेतालाई विश्वास गर्ने? कुन पार्टीलाई विश्वास गर्ने? के भएको होला? विश्वास गर्ने कुनै बाटै छोडेको छैन के। कुनैले के एजेन्डा बोकेछ, कुनैले के एजेन्डा बोकेछ। नेपाललाई बनाउने एजेन्डा कहिले कसले बोक्ला? यो विषय गम्भीर हैन? सबैको आफआफ्नो स्वार्थ। कसैलाई राजावादीको स्वार्थ, कसैलाई केको स्वार्थ। बेचारा कुलमान घिसिङ देशमा केही गर्छु राम्रो संकल्प लिएर आएको व्यक्तिलाई पनि 4 महिना पुग्दै पहिले बर्खास्त गरिदिए। के हुन्छ होला है यो देशमा? सम्भव त छैन यो देशमा केही लाग्छ भने। यसरी त हुँदैन। तपाई हाम्रो बालबच्चाको भविष्य नकारात्मक र गलतमा जाँदैछ। ठीक छ, देशमा गलत गर्ने मान्छेहरू छ भने त्यसलाई हामी सच्याउनु पर्छ। तपाई हामी सम्पूर्ण मिलेर आफ्नो ठाउँ, म पहिले हरेक भिडियोमा मैले भनेको छु, आफ्नो ठाउँको जनप्रतिनिधिलाई प्रश्न गर्नु के प्रश्न गर्नुस्। के गर्नुभयो तपाईले भन्ने प्रश्न गर्नु न, आफै सचिन्छ। ढोक्नु भन्दा पहिले प्रश्न गर्नुस्। तर के गर्नु? हाम्रो देशमा त ढोक्ने प्रवृत्ति छ। उले जतिसुकै जे गरेर आए पनि ढोक्ने प्रवृत्ति त छँदैछ। खुट्टा ढोक्ने, चाप्लुसी गर्ने। यसरी देश बन्दैन। आफ्नो स्वार्थ हेरेपछि देश कहिले अगाडि बढ्न सक्दैन। ठुलो समस्या उभ्रिदैछ देशमा। म आशा राख्छु चाँडै यो सबै समस्याहरूको समाधान होस् र देशले एउटा राम्रो गति लिन सकोस् भन्ने म आशा राख्दछु। र तपाईहरु पनि आफ्नो ठाउँबाट देशप्रति कुनै पार्टी पोलिटिक्स कुनै कसैको लागि नगरिकन देशप्रति के गर्दा राम्रो हुन्छ त्यो चाहिँ गर्नुस्। देश बनाउनेतिर लाग्नुस् हजुर। देश बिग्रिसक्यो। बनाउने मान्छे कमै छ र जो बनाउने सोचमा छ त्यसलाई खुट्टा तान्ने मान्छे धेरै छन्। कहिलेकाहीँ त दुःख लाग्छ। अरु देशहरु हेर्दाखेरि दुःख लाग्छ। हाम्रो देशमा कुनै पनि शासन कसैले गरेन। कुनै देशका जस्तो इन्डियामा गरे त्यस्तो हाम्रो देशमा छैन। अरु देशमा पनि गरेर पनि उहाँहरु जब स्वतन्त्र भएपछि देश त्यत्रो अगाडि बढ्यो। सिङ्गापुर, मलेसिया यस्तो विभिन्न कन्ट्रीहरु छ। उदाहरण इन्डियालाई हेर्नु न। ब्रिटिश इन्डियाले ईस्ट इन्डिया कम्पनीले छोडे पश्चात अहिले 70-80 वर्ष भयो। कति तरक्की गरेको छ। तर हाम्रो देश अहिलेसम्म पोलिटिक्समै जुझिरहेको छ। पोलिटिक्स भन्दा माथि उठेर काम गरेकै छैन कसैले। अनि कसरी देश बन्छ? जहिले पनि आफ्नो कुर्सीको लागि, आफ्नो स्वार्थको लागि, आफ्नो नाताको लागि। कुलमानजीको सन्दर्भमा म भन्न चाहन्छु कि उहाँले नराम्रो काम गरेको। अहिले तपाई हामी यो भिडियो बनाउनुको श्रेय उहाँलाई नै जान्छ के। लाइनको व्यवस्था छ। समयमा हामीले विद्युत पाएको छौं। हरेक कुरा युटिलाइज गर्न पाएको छौं। तर सरकारले गर्नुपर्ने काम गरेको छैन है हजुर।
खोइ त म बारम्बार भनिरहेको छु टेक्नोलोजी रोजगार युवाहरू रोजगार बेरोजगारी भएर युवाहरू भतारिएर बसेको छ युवाहरूको लागि कसले बोल्दिने कसले गर्दिने तपाईँ हामीले भोट दिएर पठाएको होइन उहाँहरूले युवाको लागि अहिलेसम्म कुनै पनि जनप्रतिनिधिले युवाको लागि आवाज उठाएको छ वडादेखि लिएर नगरपालिकादेखि लिएर प्रदेशदेखि लिएर सङ्घसम्म किन रोजगारीको विषयमा किन कसैले बोल्दैन थाहा छ तपाईँ हामी समृद्ध भएपछि पढे लेखेको भएपछि युवाहरू नेतालाई गाह्रो हुन्छ उहाँहरूले हामीलाई भनेको जतिको काम हामीले नगरेपछि उहाँहरूलाई गाह्रो हुन्छ उहाँहरूले त नेताहरूले त जनता त अनपढ होस् भन्ने चाहन्छ के गरिबी होस् भन्ने चाहन्छ के अगाडि बढोस् मेरो जनता मेरो गाउँ मेरो ठाउँ शिक्षामा अगाडि बढ्नुपर्छ स्वास्थ्यमा बढ्नुपर्छ बेरोजगारीमा अगाडि बढ्नुपर्छ भन्ने चाहना राख्दैन के नेताहरू प्राय नेताले राख्दैन दुःख लाग्छ आफ्नो देशको विषयमा धेरै दुःख लाग्छ हामी युवा लगभग अहिले हाम्रो उमेर आधी भइसक्यो अब बाँच्ने कति हो हामीले कहिले आफ्नो ठाउँको लागि गर्ने हो र गर्ने अवसर कहिले पाउने होला केही गर्छु भन्ने भावना लिएर म पनि कुदिरहेको छु आफ्नो गाउँलाई बनाउँछु आफ्नो ठाउँलाई बनाउँछु आफ्नो नगरलाई राम्रो बनाउँछु भन्ने भावना म भित्र पनि छ तर यो भावना कहिले पुरा हुने बुझ्नुपर्छ हामी सचेत नागरिक बन्नुपर्छ सचेत जुन दिन हामी बन्नुहुन्छ त्यो दिन सम्पूर्ण नेताहरूलाई घुँडा टेक्न बाध्य हुन्छ प्रश्न गर्न थालेपछि नेताहरूलाई बाध्य हुन्छ उहाँहरू त्यतिखेरदेखि देशलाई बनाउने सोच आउँछ उहाँहरूप्रति राजा ल्याउनु भन्नुहुन्छ हजुर आखिर यही नेताहरू फेरि हुन्छ त्यसैले मान्छे राम्रो रोज्ने गर्नुस् के मतको अधिकार तपाईहरुलाई छ फेरि 84 आउँछ तपाईको लागि तपाई गाउँको लागि तपाईको बालबच्चाको लागि तपाईको शिक्षाको लागि स्वास्थ्यको लागि रोजगारीको लागि कुन नेता राम्रो गर्छ अब नेता हैन समाजसेवी कसले समाजसेवी गरेको छ तपाई हाम्रो लागि कसले गरेको छ हो त्यस्तो मान्छेलाई रोज्नुस् के जो पाए त्यसैलाई नरोज्नुस् पढे लेखेको बुद्धिजीवी गाउँ समाज राम्रो होस् भलो चाहने मान्छेलाई अगाडि बढाउनुस् जोसुकै होस् जुनसुकै पार्टी व्यक्ति राम्रो हुनु पर्यो गर्न सक्ने खालको हुनु पर्यो कहिले हामी यस्तै झेलेर बस्ने तबै हाम्रो बालबच्चा कहिले सम्म विदेश खाडीमा जाने अर्काको भाँडा मोल्ने अरु देशमा जाने रोजगारी गर्ने उताबाट बक्सामा बन्द भएर आउने कहिलेसम्म यो प्रवृत्ति कहिलेसम्म हुन्छ कहिलेसम्म यसको अन्त गर्ने अन्त गर्न त तपाई हामी नै हुनुपर्छ जाग्नुस् के अझ समय छ के अझ हामीले चाहे भने बनाउन सकिन्छ नसक्ने हैन सकिन्छ तर राम्रो बाटो चुन्नु पर्यो राम्रो मान्छे चुन्नु पर्यो अनि मात्र सफल हुन सकिन्छ र आफ्नो देशप्रति माया राख्नुस् के यो जन्म यो देश जुन यो माटो छ नि यो माटोदेखि माया राख्नुस् के माया गर्नुपर्छ अनि मात्र सम्भव हुन्छ अनि मात्र यो देश अगाडि बढ्न सक्छ सम्पूर्णमा मेरो आग्रह छ म कुनै घमण्डले कुनै रिसले कुनै आवेशमा आएर मैले भिडियो बनाएको हैन मेरो यो पीडा म पनि एउटा नागरिकको हिसाबले म राम्रो होस् भन्न चाहेको हो मात्रै हो भोलि गएर मेरो बालबच्चा पनि ममाथि प्रश्न नगरोस् कि बुवा तपाई आफ्नो समय आफ्नो देश र आफ्नो गाउँको लागि के गर्नुभयो म गर्न आएको मान्छे हो केही गर्छु भन्ने सपना म जस्तो धेरै युवाले यस्तो सपना लिएर आएको होला गर्न दिनुस् के र राम्रो गर्नेलाई सपोर्ट गर्नुस् हस् धन्यवाद।